हिँड्न एकदमै लामो सफर हो। मलाई कता कता लाग्छ हाम्रो कान्छा र कान्छीले माइलस्टोन नै भन्छु म चाहिँ होइन। आज तिमीहरूको यो दिन देखेर हामीलाई पनि एकदमै खुसीले गदगद भएको छौँ। तिमीलाई देखेर मलाई पनि मेरो 25 वर्ष कहिले आउँला भनेर चाहिँ महसुस भइरहेछ। तर मलाई लाग्छ मलाई मात्रै होइन क्या, यहाँ धेरै उपस्थित जोडीहरूलाई पनि त्यो एकदमै रहर छ जस्तो लाग्छ। कान्छा कान्छी मैले धेरै देखेछु है, तिमीहरूले पनि जिन्दगीलाई एउटा सफल बाटोमा सङ्घर्ष गरेर अगाडि बढेको छौ र अझै बढ्ने पनि छौ। एकअर्कालाई जहिले पनि यसरी नै साथ देऊ है। तिमीहरू त कति भाग्यमानी भन्छु म है। म माइला, म भन्दा पनि एउटा दाजु हुनुहुन्छ, हामीभन्दा तिमीले मैले बाजी मार्यौ नि 25 वर्षको त। कति भाग्यमानी हेर त, आफ्नो पूजनीय मम्मी ड्याडीको अगाडि होइन, दाजुको अगाडि, भाउजूको अगाडि, अनि यत्रो आफ्नो नेपाली समाजको अगाडि तिमीले यसरी आशीर्वाद थाप्न पाउनु भनेको त एकदमै गौरवान्वित कुरा हो सबैको लागि है। अनि मेरो बाबा आमा पनि भाग्यमानी हुनुहुन्छ, छोराछोरी 7 समुद्र टाढा बसेर पनि उहाँहरू यहाँ आएर मलाई पनि एकपल्ट उहाँले आशीर्वाद दिनुभएको थियो। मेरो 50औं वर्षमा आज कान्छा छोरालाई उनीहरूको 25औं एनिभर्सरी या त विवाह गठबन्धनमा उहाँले आशीर्वाद दिनु पाउनु भएको छ। त्यसैले कान्छा एकदमै भाग्यमानी छौ तिमीहरू। यो भाग्यले सधैँ साथ दिइराखोस्। एक अर्कामा प्रेम, विश्वास है, सम्मान कहिल्यै नटुटोस्। तिमीहरूको जहिले पनि कम्युनिकेसन होस् एक अर्कामा। आज सबै यसको उपस्थितिमा आफूलाई पनि गौरव लागेको छ। सम्पूर्ण हाम्रो गेस्ट आगन्तुक वर्गज्यूहरूलाई पनि धेरै धेरै स्वागत छ, साथसाथै धन्यवाद छ। यहाँहरूले आफ्नो अमूल्य समयलाई दिएर यो कार्यक्रमलाई सफल बनाइदिनुको लागि यहाँको प्रस्तुति जनाइदिनु भएको छ। यसैको बिचमा म हाम्रो परिवारको तर्फबाट हाम्रो पूज्य दाजु जो चाहिँ यहाँ उपस्थित हुनु पाउनु भएन उहाँको व्यस्तताको कारण, त्यही भएर उहाँको तर्फबाट पनि म है बिहारबाट कान्छा कान्छीलाई बधाई दिन चाहन्छु। दायाजु, भाउजू अनि छोरीहरू, वी आर अल मिसिङ यु है। यदि सुन्नु भएको छ, हेरिराख्नु भएको छ भने त्यो मिसिस भइरहेको छ। अब धेरै कुरा नगरौँ होला कान्छा है। एकदम सफल भएको छ तिम्रो यो कार्यक्रम। यो चाहिँ तिम्रो छोराछोरीले यसमा धेरै नै एफर्ट डालेको छ। छोराछोरीले राम्रो बाटोमा हिँडेको छ, राम्रो गरेको छ। गौरव हुनु, गौरव रहनु। अनि आज दाजु म यो भन्न चाहन्छु, हामी को हौँ, कहाँबाट आएको हौँ र कहाँ बिलङ गर्छु भन्ने कुरो कहिल्यै नबिर्सिनु। आफ्नो संस्कृति, आफ्नो कला, आफ्नो वेशभूषा हामीले जहिले पनि आउँदा जेनेरेसनलाई हस्तान्तरण गर्नुपर्छ। त्यो हामीले कोरेबुङ समाजले, तिमीहरूले मात्र होइन, कोरेबुङ समाजले नै यसमा चाहिँ सफल देखेको छु है। मैले धेरै ठाउँमा घुमियो, हेरियो, स्विडेनमा मात्र इभन बाहिर पनि त्यहाँ चाहिँ एकदमै सफल छ। तिम्रो पनि एकदमै सफल छ। त्यसै कारणले गर्दा नबिर्सिनु। अनि शोभा के छ त? हाँसेको हाँसेर बुहारीलाई एकदमै जिस्काउँछु है म। तरकारी भन न, यसको राज खुलाउँदिनँ है म। बधाई छ ल फेरि पनि। म सानो केही यसो भनिदिन चाहन्छु। बिचरा आजभन्दा कति 12-13 वर्ष अगाडि हाम्रो कान्छा स्विडेन आएको थियो है। त्यतिखेरका दिनहरू, त्यतिखेरका विचारहरू है, सानो है। के भन्छु ल, कयौँ चिसा रातहरू एकान्तमा आँसुको साथ बिते। कयौँ चिसा ती रातहरू एकान्तमा आँसुको साथ बिते। अनगन्ती मानिसको भिडमा पनि तिम्रै सम्झना अनि पर्खाइमा बिते। अनगिन्ती मानिसको त्यो भिडमा पनि तिम्रै सम्झना अनि पर्खाइमा बिते। तर कान्छा कान्छी आजको यो प्रेम है माहौल जुन यहाँ उपस्थित भएको छ है, तिमीहरूको सङ्गम मिलन र साथसाथै सम्पूर्ण हाम्रो नेपाली समाजका हरेक
परिपूर्णवासी साथसाथै बाहिरबाट पनि आउनु भएको गेस्टहरू नर्वेबाट मुम्बईबाट भाइ बहिनीहरू आउनु भएको छ स्टकहोमबाट पनि हाम्रो नाम तपाईँको प्रधान सरी है